बल्ल छोरो लाएको थियो कमाउन आई बुहारी एटिएम समाउन अरेको रतौली गीत। तपाईहरुलाई रमाइलो लाग्यो यो रतौली गीत? एकजना आमाले गीत गाउँदै हुनुहुन्थ्यो, वरिपरि सबैजना दिदीबहिनीहरु गल्ल हाँस्दै हुनुहुन्थ्यो के। अनि त्यो नयाँ बेहुली, त्यो नयाँ बुहारी जुन घरबाट ढोकाबाट भित्र पनि प्रवेश नगरेकी बुहारीको अनुहारको शून्यता देख्नुभयो सबैजनाले? के देख्नु भएन? के बित्यो होला उसको मनमा? के सोच्यो होला उसको मनले? उसले आफ्नो जन्म दिने बाउ आमा उसको गोत्र सब दुनियाँ थोक माइतीमा छोडेर एउटा नयाँ घरलाई आफ्नो बनाउँछु भनेर आएकी नयाँ बुहारीलाई त्यो शुभ साहित्यमा शुभ दिनमा आशीर्वाद दिनुस् न राम्रो राम्रो। अब तिमीले यो गर्ने, तिमीले गर्न पर्छ, यो गर त्यो गर भने पो बिहाको प्रवेश पनि नगर्दैको कुराहरू याद होस् न, राम्रो कुरा याद होस् बुहारीलाई पनि। ढोकाबाट पनि भित्र नछिर्दै एटिएम समाउन आइस, मेरो सम्पत्ति लुट्न आइस, मेरो छोरो बिगार्न आइस भनेपछि त्यो बुहारीले भोलि कस्तो व्यवहार गर्छिन्? लाग्छ माया? सुरुको दिनबाटै तपाईहरुले माया दिनुस् न, अनि बल्ल माया पाइन्छ। आफूले दिए आफूले पाउने हो के जे चिज पनि हो कि भन्नुस् त। शुभ साहित्यमा त राम्रो राम्रो आशीर्वाद दिनुस् न, राम्रो राम्रो कुराहरू सिकाउनुस्। तिमीले अब यस्तो गर्न पर्छ, यस्तो गर भनेर गीत अरु आउँदैन, अरु छैन। संस्कृति हैन यो, हाम्रो विकृति हो। यस्ता यस्ता गीतहरू सबै हटाउनु पर्छ। त्यो सुरुवातकै दिनमा त दिमागमा त पसेपछि कस्तो हुन्छ मान्छेलाई भन्नुस् त। अब एटिएम मात्र हैन, तपाईको छोरै मात्र एकतिर लिएर हिँड्छिन् बुहारीले, यस्तै थालो हो नि त। सुरुकै दिनमा स्टार्टिङ तपाईहरुले नै गर्नुहुन्छ के। बुहारीको माया पाउने कोसिसै गर्नु हुँदैन। आफूले माया गरे पनि बुहारीले माया गर्छिन् त। उनी त नयाँ आकी मान्छे हुन् नि त। तपाईहरुले जस्तो सिकाए त्यस्तै सिक्ने हुन् उनले त। जस्तो व्यवहार गर्नुहुन्छ नि तपाईहरुले त्यस्तै गर्ने हुन् के। तै हाम्रो आमाहरुको सासुआमाहरुको उमेरकोले गाएको भए नि फेरि अलि सुहाउँथ्यो के। अहिलेको जमानामा आएर 40 45 50 वर्षको हाराहारीको आमा दिदीबहिनीहरु नै भन्छु म, दिदीबहिनीहरुले नै गाउनु भएको छ के यस्तो गीत। सुहाउँछ?